एकछिन कल्पना गर्नुहोस् है, आजभन्दा करिब 2000 वर्ष अघिको कुरा हो यो। रोमन साम्राज्यको एउटा एकदमै शक्तिशाली अनि कठोर समाज थियो नि, जहाँ मानिसहरूलाई वस्तु जस्तै किनबेच गरिन्थ्यो। एकदम दास प्रथाको चरम रूप थियो त्यो बेला। हो, त्यस्तो समयमा एउटा दास आफ्नो मालिकको घरबाट भाग्छ। त्यो बेलाको कानून त तपाईँलाई थाहै छ, भागेको दासलाई सिधै मृत्युदण्ड कि त एकदमै क्रूर सजाय हुन्थ्यो। तर अचम्मको कुरा के हुन्छ भने केही समयपछि त्यो दास आफ्नै मालिक कहाँ फर्किन्छ अनि उसको हातमा एउटा चिठी हुन्छ के, एउटा धार्मिक अगुवाले लेखेको चिठी होइन त? एक्ज्याक्टली। त्यो चिठीमा लेखिएको हुन्छ, यसलाई अब दासको रूपमा होइन तर एउटा प्यारो दाजुभाइ मानेर अङ्गालो मार र स्वीकार गर। वाउ, मृत्युदण्ड दिनुपर्ने दासलाई आफ्नै भाइ मान्नु, त्यो त तत्कालीन समाजको लागि एउटा पागलपन भन्दा कम थिएन नि, एकदम पागलपनै थियो। र आज हामी विश्वका प्राचीन धर्मग्रन्थहरूभित्र लुकेको यस्तै पागलपन वा भनौँ न क्रान्तिकारी विचारहरूको खोजी गर्दैछौँ। आजको हाम्रो स्रोत सामग्री रहेको छ वर्ल्ड स्क्रिप्चर्स अन इक्वालिटी, अर्थात् विश्व धर्मग्रन्थमा समानता। यो साँच्चै नै एउटा विस्मयकारी सुरुवात हो, किनकि आजको युगमा धेरैजसो मानिसहरूले धर्मलाई समाज जोड्ने भन्दा पनि विभाजन गर्ने हतियार जस्तो मान्छन् नि, होइन? हो नि, उच नीच छुट्टाउने हतियारको रूपमा हेर्छन् के। इतिहासमा भएका कतिपय विभेदकारी अभ्यासहरू, युद्धहरू अनि चरमपङ्क्ति भेदलाई धर्मग्रन्थकै गलत व्याख्या गरेर सही साबित गर्ने प्रयास गरियो नि त। तर जब हामी यी ग्रन्थहरूका मूल पाठहरूमा, त्यो रुटमा पुग्छौँ नि, हामीले एकदमै फरक र भनौँ न अचम्म लाग्दो सत्य फेला पार्छौँ। सही कुरा। यसलाई म एउटा सफ्टवेयरको ओरिजिनल सोर्स कोडसँग तुलना गर्न चाहन्छु के। जस्तो हामीले चलाउने प्रणालीको सुरुवाती कोड एकदम सफा, स्पष्ट र कुनै त्रुटि बिनाको हुन्छ नि। तर समय बित्दै जाँदा जब मानिसहरूले आफ्नो स्वार्थ अनुसार त्यसमा नयाँ अपडेटहरू थप्छन्, त्यहाँ बग वा भाइरसहरू पस्न थाल्छन् के। अनि त्यसपछि त्यो सफ्टवेयरले राम्ररी काम गर्न छाड्छ र समाजलाई नै भत्ताभुङ्ग पार्छ। एकदम। तर आज हामी त्यो पछि थपिएको भाइरसलाई पन्छाएर मानव समाजको त्यही ओरिजिनल सोर्स कोडमा समानताका बारेमा वास्तवमा के लेखिएको थियो भनेर खोतल्दैछौँ। बिल्कुल। र त्यो ओरिजिनल कोडले मानव समाजलाई जोड्ने पूर्ण समानताको वकालत कसरी गर्छ भन्ने कुरा बुझ्नु आजको समयमा झनै सान्दर्भिक छ जस्तो लाग्छ मलाई। त्यसो भए समानताको कुरा गर्दा सबैभन्दा पहिलो र आधारभूत प्रश्नबाटै सुरु गरौँ न त। हामी कहाँबाट आयौं? हाम्रो उत्पत्ति कसरी भयो? स्रोत सामग्री हेर्दा जुडावाद, इसाई धर्म र इस्लाम जस्ता एकेश्वरवादी धर्महरूले सम्पूर्ण मानवजाति एउटै भगवानबाट सृजना भएको र एउटै पुर्खा अर्थात् आदम र इभबाट आएका हुन् भन्ने कुरामा एकदम जोड दिएको पाइन्छ के। जसले गर्दा समानताको पहिलो आधार नै हाम्रो साझा उत्पत्ति बन्न पुग्छ नि। हो नि। अनि मलाई यहाँनिर टेन्क्यु धर्मको एउटा भनाइले एकदमै छोयो के। त्यहाँ एउटा सुन्दर बिम्ब प्रस्तुत गरिएको छ। चाहे मानिसहरू अग्ला हिमालमा बसुन् वा गहिरा उपत्यकामा, सबैका आत्माहरू समान छन्। सुन्दा कति सरल तर कति गहिरो है। एकदम गहिरो। यहाँ सबभन्दा चाखलाग्दो कुरा के छ भने यो साझा उत्पत्तिको अवधारणा केवल एउटा राम्रो सुनिने कथा मात्र चाहिँ होइन के। हो र अरू के छ त यसमा? यसको पछाडि एउटा गहिरो सामाजिक र मनोवैज्ञानिक मेकानिजम लुकेको छ। यहुदी धर्मको मिशनाको खण्डमा उल्लेख भए अनुसार सृष्टिको सुरुवात एउटै मानिसबाट हुनुको एउटा विशेष कारण छ के। त्यहाँ प्रष्ट भनिएको छ, संसारमा शान्ति कायम होस् र कसैले पनि आफ्नो साथीलाई मेरो बुवा तिम्रो बुवाभन्दा महान हुन् भन्न नपाओस् भनेर एउटै मानिसको सृष्टि गरिएको हो। ओहो, पख्नुस् है, यसको मतलब यो त मानिसको अहंकारलाई सुरुमै रोक्ने एउटा उपाय पो रहेछ। ठ्याक्कै। प्रारम्भिक मानव समाजहरूमा जब कबिलाहरू बन्न थाले नि, तब मेरो रगत तिम्रो भन्दा शुद्ध वा मेरो वंश महान भन्ने दावीहरू आउन त स्वाभाविक थियो नि। त्यो त अहंकारको कुरा भयो। हो, मिशनाले यो दाबीलाई नै जराबाट उखालिदिन्छ कि। यसले समानतालाई केवल एउटा लौकिक वा कानूनी अधिकार मात्र नबनाएर यसलाई ईश्वरीय नियमकै रूपमा स्थापित गरिदिएको छ। यदि हाम्रो जरो एउटै हो भने हाँगाहरूमा कुन ठूलो र कुन सानो भनेर दाबी गर्ने ठाउँ नै रहँदैन नि। ठिक छ, यसलाई अलिकति केलाएर हेरौँ है। तपाईले भन्नुभयो कि सोर्स कोडमा हामी सबै एउटै जरोबाट आएका हौं र जन्मजात समान हौं।
तर पख्नुहोस् है, यो सुन्दा त एकदम रोमान्टिक लाग्छ, तर इतिहास हेर्ने हो भने त अर्कै चित्र देखिन्छ नि त। पक्कै पनि इतिहास त विभेदले भरिएको छ। हो नि, यदि सबै प्रमुख धर्मग्रन्थहरूले हामी समान हौं भन्छन् भने समाजमा यो उच्च र नीच वर्गको, जातपातको अनि शक्तिको पिरामिड कसरी खडा भयो त? किन तिनै धर्मका ठेकेदारहरूले शताब्दीौंसम्म दास प्रथा र जातीय छुवाछुतलाई मलजल गरे? यदि त्यो सोर्स कोड यति राम्रो थियो भने यो भाइरस कसरी पस्यो त? यो एकदमै तार्किक र आवश्यक प्रश्न हो। हेर्नुस्, मानव स्वभावमा सधैँ शक्ति र स्रोत साधनलाई आफ्नो नियन्त्रणमा राख्ने एउटा लालच हुन्छ। त्यो त मानवको नेचरै हो। जब समाजहरू ठूला हुँदै गए, स्रोत साधन सीमित भयो अनि शक्तिशाली वर्गले आफ्नो शक्तिलाई निरन्तरता दिनका लागि जन्मलाई आधार बनाउन थाल्यो के उनीहरूले धर्मग्रन्थकै गलत व्याख्या गरेर हामी त जन्मदै उच्च हौं भन्ने भाष्य निर्माण गरे। भनेपछि आफ्नो फाइदाको लागि नियम बङ्ग्याए। एक्ज्याक्टली। तर यहाँनिर धर्मग्रन्थहरूका मूल पाठले एउटा बलियो एन्टिभाइरस अगाडि सार्छन् नि। उनीहरूले मानिसको मूल्य उसको जन्मले होइन, उसको कर्म र आचरणले निर्धारण गर्छ भनेर स्पष्ट पारेका छन्। भनेपछि जन्मको आधारमा गरिएको वर्गीकरणलाई यो कर्मको सिद्धान्तले काट्यो। एकदम। उदाहरणका लागि चिनिया दर्शन कन्फ्युसियसमा भनिएको छ, स्वभावले मानिसहरू उस्तै हुन्छन्, तर सिकाइ र अभ्यासले उनीहरूलाई फरक बनाउँछ। भनेको जन्मले कोही महान हुँदैन, ज्ञान र अभ्यासले मात्र हुन्छ। त्यस्तै जैन धर्म र बौद्ध धर्मले पनि तत्कालीन समाजमा रहेको ब्राह्मण वा आर्य जस्ता जन्ममा आधारित जातिगत अवधारणाहरूलाई पूर्ण रूपमा पुनर्व्याख्या गरे नि। कसरी पुनर्व्याख्या गरे त? उनीहरूको अनुसार ब्राह्मण हुनु भनेको कुनै विशेष जात वा नस्लमा जन्मनु होइन, तर सत्य बोल्नु र सही आचरणको पालना गर्नु हो के। वाउ, मलाई यो कुरा ठ्याक्कै एउटा भिडियो गेमको लेभलिङ जस्तै लाग्यो के। भिडियो गेम कसरी? जस्तो तपाईँ जुनसुकै मल्टिप्लेयर गेम खेल्नुस्, सबै खेलाडीहरू सुरुमा लेभल 1 बाटै सुरु हुन्छन् नि त। त्यो त हो। सुरुवात सबैको एउटै हुन्छ, जसलाई हामीले भर्खरै साझा उत्पत्ति भन्यौं। त्यो एउटा डिफल्ट स्किन जस्तै हो। तर जसले बढी मेहनत गर्छ, जसले राम्रो खेल्छ र एक्सपिरियन्स पोइन्ट वा भनौँ न एक्सपी जम्मा गर्छ, उसको लेभल र क्षमता मात्र बढ्दै जान्छ। कति राम्रो उदाहरण। यहाँ जन्मले वा तपाईँको पुर्खाले गेम खेलेको भरमा तपाईँलाई सिधै लेभल 50 मा पुर्याउँदैन नि त। यो कुनै पे टु विन प्रणाली होइन के, यो पूर्ण रूपमा स्किल बेस्ड हो। यो एकदमै सटिक एनालोजी हो। कर्म नै त्यो एक्सपिरियन्स पोइन्ट हो। तत्कालीन समाजका केही सम्भ्रान्तहरूले आफूलाई लेभल 50 मै जन्मिएको दावी गरिरहँदा यी ग्रन्थहरूले होइन, तिमी पनि लेभल 1 नै हौ, तिम्रो कर्मले मात्र तिम्रो स्तर निर्धारण गर्छ भनेर चुनौती दिएका हुन्। यही सन्दर्भमा हिन्दू धर्मका सन्त बसवन्नाको एउटा कविता स्रोत सामग्रीमा दिएको छ नि, जुन मलाई एकदमै रमाइलो र व्यङ्ग्यात्मक लाग्यो के। त्यो कानबाट जन्मिएको कुरा हो। उनले समाजको जातीय अहंकारलाई उडाउँदै सोधेका छन् कि यो संसारमा कोही कानबाट जन्मिएको छ र? यो प्रश्न सुन्दा हाँसो लाग्छ नि। तर यसले प्राचीन वैदिक मान्यतालाई सोझै प्रहार गर्छ, जहाँ ब्राह्मणहरू सृष्टिकर्ताको मुखबाट वा क्षत्रियहरू पाखुराबाट जन्मिएका हुन् भन्ने प्रतीकात्मक कुरालाई समाजले शाब्दिक रूपमा लिएर विभेद गरिरहेको थियो के। साँच्चै अचम्मको व्यङ्ग्य हो यो। बसवन्ना अगाडि भन्छन्, फलाम तताउने व्यक्ति लोहार हुन्छ, लुगा धुने व्यक्ति धोबी हुन्छ। अर्थात् तपाईँको जन्मले तपाईँलाई चिनाउँदैन, तपाईँले जे काम गर्नुहुन्छ त्यही कर्मले तपाईँलाई पहिचान दिन्छ। र यो विचार कुनै एउटा मात्र भूगोलमा सीमित थिएन नि। यही कुरालाई समर्थन गर्दै इस्लामको शिया परम्परामा पनि एउटा निकै शक्तिशाली भनाइ छ के भनिएको छ त्यहाँ? त्यहाँ भनिएको छ, जसको कर्मले उसलाई तल झार्छ, उसको वंशावलीले उसलाई माथि उठाउन सक्दैन। सोचिहेर्नुहोस् त, एउटा कबिलागत समाज जहाँ मानिसको पहिचान नै उसको वंश र खानदानबाट हुन्थ्यो, त्यहाँ यस्तो कुरा बोल्नु कति ठूलो क्रान्ति थियो होला। एकदम ठूलो क्रान्ति हो। यसको सीधा अर्थ हो, तपाईँ जतिसुकै उच्च वा सम्भ्रान्त परिवारमा जन्मिएको किन नहुनुहोस्, यदि तपाईँको काम र आचरण खराब छ भने तपाईँको पुर्खाको नामले तपाईँलाई बचाउन सक्दैन। यहाँनिर चाहिँ कुरा सच्चै रोचक बन्छ के, किनभने दर्शन र सिद्धान्तका यी कुराहरू सुन्न र किताबमा पढ्न त सच्चै राम्रा लाग्छन् नि। लाग्छन् एकदमै। तर तत्कालीन समाजको यथार्थ यति सजिलो त थिएन नि।
त्यहाँ कठोर कानूनी र सामाजिक संरचनाहरू थिए, जस्तै दास प्रथा र नस्लवाद। कानूनले नै मानिसलाई किनबेच गर्न छुट दिएको थियो, अनि यी दर्शनहरूले ती बाक्ला पर्खालहरूलाई कसरी भत्काउने प्रयास गरे त? मैले कार्यक्रमको सुरुमा एउटा दासको कुरा गरेकी थिएँ नि, ओनेसिमसको कथा। हो, ईसाई धर्मको नयाँ करारमा रहेको सेन्ट पोल र ओनेसिमसको त्यो प्रसङ्ग एकदमै महत्त्वपूर्ण छ। रोमन साम्राज्यमा दासहरूलाई बोल्ने उपकरण मात्र मानिन्थ्यो के? स्पिकिङ टुल्स। कति अमानवीय है? एकदमै अमानवीय। मालिकले चाहेमा उनीहरूलाई मार्न पनि सक्थ्यो। तर सेन्ट पोलले ओनेसिमसलाई उसको मालिक फिलेमोन कहाँ फिर्ता पठाउँदा चिठीमा यसलाई अब दासको रूपमा होइन तर एउटा प्यारो भाइको रूपमा स्वीकार गर भनेर लेख्नुको पछाडि एउटा गहिरो सन्देश छ। तर मेरो मनमा यहाँ एउटा प्रश्न उठ्छ के, यदि पल साँच्चै दास प्रथाको विरोधी थिए भने उनले ओनेसिमसलाई सिधै स्वतन्त्र किन गरिदिएनन् त? किन फेरि त्यही मालिक ताहाने फर्काए? के यो पूर्ण रूपमा क्रान्तिकारी कदम थियो र? यदि हामीले यसलाई अझ बृहत रूपमा हेर्ने हो भने नि तत्कालीन समयमा दास प्रथालाई रातारात खारेज गर्न असम्भव जस्तै थियो के? किन असम्भव थियो? यदि पलले सिधै कानूनको विरुद्ध गएर विद्रोहको घोषणा गरेको भए रोमन सेनाले त्यसलाई रगतको खोलो बगाएर दबाइदिन्थ्यो। त्यति बेलाको पावर डाइनामिक्स नै त्यस्तो थियो। भनेपछि त्यो प्र्याक्टिकल थिएन। एक्ज्याक्टली। त्यसैले उनले एउटा सफ्ट एबोलिसन अर्थात् मनोवैज्ञानिक क्रान्तिको बाटो रोजे। उनले त्यो कानूनी अधिकारलाई एउटा उच्च आध्यात्मिक कानूनले चुनौती दिए के? जब मालिकले आफ्नो दासलाई भाइको रूपमा हेर्न थाल्छ तब दास प्रथाको वैचारिक जग नै भत्किन्छ नि त। कानूनी रूपमा दास प्रथा रहे पनि व्यावहारिक रूपमा त्यसलाई खोक्रो बनाइदिने रणनीति, यो त गजबको कुरा भयो। यहुदी धर्मको तालमुदमा दास प्रथाको सन्दर्भमा दिएको कडा नियमले पनि यही कुरालाई अझ प्रष्ट पार्छ जस्तो लाग्छ मलाई। एकदमै। तालमुदको नियम झनै व्यावहारिक र अचम्मको छ नि। त्यहाँ भनिएको छ मालिक र दासले एउटै किसिमको खाना खानुपर्छ, एउटै वाइन पिउनुपर्छ र एउटै ओछ्यानमा सुत्नुपर्छ। वाउ! त्यति मात्र होइन, मालिकले सेतो रोटी खाने र दासले कालो रोटी खाने हुनुहुँदैन। तालमुदले त यहाँसम्म भने कि जसले दास किन्छ उसले वास्तवमा आफ्नै लागि एउटा मालिक किन्छ। पक्नुस्, एउटै वाइन पिउनुपर्ने, एउटै ओछ्यानमा सुत्नुपर्ने, यो त सुन्दै अचम्म लाग्छ। यो त मालिक हुनुभन्दा त बरु आफै काम गर्नु फाइदाजनक भयो नि। हो नि, यसको मनोवैज्ञानिक र आर्थिक मेकानिजम नै त्यही थियो। यदि तपाईले आफ्नो दासलाई आफू सरहको विलासिता दिनुपर्छ भने दास राख्नु फाइदाजनक भन्दा पनि आर्थिक रूपमा बोजिलो बन्न पुग्थ्यो के? खर्च बढ्यो नि त। हो, यो भनेको तिमीले दास राख्न त पाउँछौ तर यी शर्तहरू मानेर भन्दै अप्रत्यक्ष रूपमा दास प्रथालाई नै अन्त्य गर्ने एउटा चलाखीपूर्ण कानूनी उपाय थियो नि। यसले मानिसभित्रको समानुभूतिलाई जबरजस्ती जगाउने काम गर्यो। एकदमै स्मार्ट मुभ। र यो कुरा नस्लवाद वा रङ्गभेदको सन्दर्भमा पनि उस्तै लागू हुन्छ होइन र? मानिसहरूले छालाको रङ्गको आधारमा आफूलाई उच्च र अरूलाई नीच मान्ने चलन त झनै डरलाग्दो थियो नि। पक्कै पनि। इस्लामको पवित्र ग्रन्थ कुरानमा रङ्गभेदलाई कसरी खण्डन गरिएको छ भन्ने कुरा धेरै सुन्दर र काव्यात्मक ढङ्गले प्रस्तुत गरिएको छ। कुरानको अध्याय 35मा हिमालहरूको उदाहरण दिँदै भनिएको छ जसरी प्रकृतिका हिमालहरूमा सेतो, रातो र कालो रङ्गका रेखाहरू हुन्छन् र जसरी फलफूलका रङ्गहरू फरक हुन्छन् त्यसरी नै मानिसहरूका रङ्ग र भाषाहरू फरक हुनु भनेको सृष्टिकर्ताको कलात्मक विविधता मात्र हो। यो कुनै उच नीचको आधार होइन। यो त एउटा सुन्दर पेन्टिङ जस्तै भयो क्या, जहाँ हरेक रङ्गको आफ्नै महत्त्व हुन्छ। युनिफिकेसन चार्टको स्रोतमा त अझ स्पष्ट रूपमा भनिएको रहेछ नि, साँचो मायाको रङ्ग के हुन्छ? सेतो, कालो। साँचो माया रङ्गविहीन हुन्छ। जसले रङ्गको आधारमा मानिसलाई हेर्छ उसले साँचो माया गर्नै सक्दैन। कति गहिरो कुरा। र यो आवरणको कुरा गर्दा मलाई स्रोतमा भएको बौद्ध धर्मको सूत्र अफ हुइनिङको एउटा कथा याद आउँछ क्या। कुन कथा? तत्कालीन चिनिया समाजमा उत्तर र दक्षिणका मानिसहरू बीच ठूलो सांस्कृतिक खाडल थियो। एकजना व्यक्ति हुन्छन् जो दक्षिणी प्रान्तबाट आएका हुन्छन् जसलाई उत्तरी समाजले बर्बर वा असभ्य मान्थ्यो। उनलाई बौद्ध गुरुले प्रश्न गर्छन्, तिमी त दक्षिणी बर्बर हौ, तिमीले कसरी बुद्धत्व प्राप्त गर्न सक्छौ? अनि उनको जवाफ कति शक्तिशाली छ भने नि, उनी भन्छन् शारीरिक रूपमा उत्तर र दक्षिणका मानिसहरू फरक होलान् तर उनीहरूभित्र रहेको बुद्ध स्वभावमा कुनै उत्तर दक्षिण हुँदैन। एकदम।
भौतिक आवरण जस्तो भए पनि आन्तरिक सम्भावना सबैको एउटै हुन्छ के? यो सुन्दा त मानिसको बाहिरी आवरणलाई च्यातेर भित्र हेर्न सिकाएको जस्तो लाग्छ मलाई। त्यो एकदमै गहिरो दार्शनिक तर्क हो र जब हामी यो भौतिक आवरण वा शारीरिक भिन्नताको आवरण च्यात्ने कुरा गर्छौं नि, तब हामी समाजको सबैभन्दा गहिरो, सबैभन्दा प्राचीन र सायद सबैभन्दा जटिल विभेदतर्फ आइपुग्छौं। ए भनेपछि लैङ्गिक विभेदको कुरा गर्दै हुनुहुन्छ? हो, जेन्डर डिस्क्रिमिनेसन। नस्ल र वर्गलाई चुनौती दिएपछि यी धर्मग्रन्थहरूले लिङ्गलाई कसरी हेर्छन् भन्ने कुरा झनै महत्त्वपूर्ण हुन्छ नि। हो नि, लैङ्गिक समानताको कुरा गर्दा विमल कीर्तिको बौद्ध शिक्षामा रहेको सारीपुत्र र देवीको कथा एकदमै जादुमय र मलाई व्यक्तिगत रूपमा निकै रमाइलो पनि लाग्यो के? त्यो शरीर साट्ने कथा हो। कथामा सारीपुत्र जो बुद्धका एक प्रमुख र निकै विद्वान चेला हुन्, उनले एकजना देवीलाई सोध्छन्, तिमी किन आफ्नो यो महिलाको रूप परिवर्तन गर्दैनौ? किनकि त्यो समयको कठोर पितृसत्तात्मक मान्यता अनुसार महिलाको शरीरलाई अपवित्र वा उच्च आध्यात्मिक चेतना प्राप्त गर्नका लागि बाधक मानिन्थ्यो के? अनि ती देवीले के गर्छिन् थाहा छ? उनले जादु गरेर आफ्नो शरीरलाई सारीपुत्रको जस्तो पुरुषको रूपमा बदल्छिन् र सारीपुत्रको शरीरलाई चाहिँ आफ्नो जस्तो महिलाको रूपमा बदलिदिन्छिन्। सुन्दै अचम्म लाग्ने यो साँच्चै नै एउटा नाटकीय दृश्य हो। अनि उनी सारीपुत्रलाई सोध्छिन्, खोइ त अब तिमी किन आफ्नो यो महिलाको रूप परिवर्तन गर्दैनौ? बिचारा सारीपुत्र पुरै अलमलमा पर्छन्। आफ्नो शरीर महिलाको जस्तो देखेपछि उनी अवाक हुन्छन्। सुन्दा एउटा रमाइलो जादुको कथा जस्तो लाग्छ, तर यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ नि। के प्रश्न? देवीले सारीपुत्र जस्तो ठूलो विद्वानलाई पनि के बुझाउन खोजेकी हुन् भने यो लिङ्ग भनेको केवल एउटा भौतिक भ्रम वा फेनोमेनल स्फियर मात्र हो के? वास्तविकतामा वा उच्च आध्यात्मिक चेतनामा पुरुष वा महिला भन्ने कुनै भेद नै हुँदैन। यो केवल हाम्रो अज्ञानता र सांसारिक चस्माले हेर्दा देखिने कुरा मात्र हो। भनेपछि आत्माको कुनै जेन्डर हुँदैन भन्न खोजिएको हो? ठ्याक्कै। जबसम्म हामी शरीरको तहमा मात्र सोच्छौं तबसम्म हामी विभेद गर्छौं। यही सन्दर्भमा बौद्ध धर्मकै अर्को एउटा कथा छ, सिस्टर सोमा र मारको। मार भनेको त इभिल वा भ्रमको प्रतीक हैन र? हो, बौद्ध दर्शनमा मारलाई भ्रम र दुष्टताको प्रतीक मानिन्छ। उसले ध्यानमा बसेकी सिस्टर सोमालाई जिस्क्याउँदै भन्छ, तिमीहरू महिलाहरूको बुद्धि त जम्मा 2 औँले हुन्छ, तिमीहरूले यस्तो कठिन बुद्धत्व कसरी प्राप्त गर्न सक्छौ? 2 फिंगर्ड विट। त्यो त कति अपमानजनक कुरा। तत्कालीन समाजले महिलालाई हेर्ने दृष्टिकोणको सिधा प्रतिबिम्ब थियो यो त। अनि सोमाले के भन्छिन्? उनले पक्कै पनि मारलाई राम्रै जवाफ फर्काइन् होला। उनले एकदमै कडा र दार्शनिक जवाफ फर्काउँछिन् के? उनी विचलित हुन्नन्। उनी भन्छिन्, जब मेरो मन पूर्ण रूपमा एकाग्र हुन्छ र मैले सत्यलाई देख्छु, तब म महिला हुँ कि पुरुष हुँ भन्ने कुराले के नै अर्थ राख्छ र? वाओ! ज्ञान र चेतनाको स्तरमा पुगेपछि यो शारीरिक लिङ्गको कुनै अस्तित्व नै रहँदैन। मार उनको यो उच्च चेतना देखेर हार मानेर फर्किन्छ नि। त्यसो भए यी सबैको खास अर्थ के हो त? हामीले यति धेरै ग्रन्थ र कथाहरू हेर्यौं, उत्पत्तिदेखि लिएर कर्मसम्म, दास प्रथादेखि लिएर जेन्डरसम्म। इस्लामको कुरानमा पनि स्पष्ट रूपमा लेखिएको छ नि, चाहे पुरुष होस् वा महिला, कसैको पनि परिश्रम वा कर्म मेरो अगाडि खेर जाँदैन। यसको सीधा अर्थ हो, सृष्टिकर्ताको नजरमा अध्यात्म र कर्मको तराजुले कसैको लिङ्ग वा जात हेर्दैन क्या? एकदम सही। निष्कर्ष निकाल्नु पर्दा नि, ज्ञान त्यति बेला मात्र मूल्यवान हुन्छ जब हामीले त्यसलाई बुझ्छौं र आफ्नो व्यवहारमा लागू गर्छौं। यी धर्मग्रन्थहरू जसको आज हामीले चर्चा गर्यौं, यी केवल पूजा कोठामा राखिने पुराना पुस्तकहरू मात्र होइनन् के? त्यो भन्दा धेरै माथि छन्। यी त हाम्रा वर्तमान धारणाहरू, हाम्रा पूर्वाग्रहहरू र हामीले समाजमा बनाएका कृत्रिम पर्खालहरूमाथि प्रश्न उठाउने बलिया हतियार हुन्। यदि हामीले यी स्रोतहरूलाई सही अर्थमा बुझ्ने हो भने मानिसलाई हेर्ने हाम्रो दृष्टिकोण नै पूर्ण रूपमा परिवर्तन हुन्छ नि। आजको यो गहन अध्ययनबाट हामीले साँच्चै धेरै कुराको सार निकाल्यो है। हामीले एउटै स्रोतबाट उत्पत्ति भएको कुरा गर्यौं, जसले मेरो बुवा तिम्रो बुवा भन्दा महान भन्ने अहंकारलाई तोड्यो। जन्म भन्दा कर्म र भिडियो गेमको एक्सपी जस्तै मानिसको अनुभव महान हुन्छ भनेर बुझ्यौं। एकदम।
तत्कालीन समाजको दास प्रथा र रङ्गभेदलाई भित्रभित्रै मनोवैज्ञानिक रूपमा कसरी चुनौती दियो भन्ने हेर्यौं र अन्ततः लिङ्ग र शारीरिक रूप समेत एउटा सांसारिक भ्रम मात्र हो भन्ने उच्च दर्शनसम्म पुग्यौं। हाम्रो समाजको त्यो ओरिजिनल सोर्स कोड साँच्ची नै समानताको जगमा लेखिएको रहेछ र त्यो कोडलाई फेरि रिस्टोर गर्नु वा त्यसलाई आफ्नो जीवन र समाजमा सही रूपमा प्रयोग गर्नु अब हाम्रो हातमा छ। हो नि। र विदाई गर्नु अघि आज पढेका यी स्रोतहरूमा आधारित रहेर म एउटा विचार छोड्न चाहन्छु जसले मलाई पनि गहिरो सोचमा धकेलेको छ के विचार हो त्यो? स्रोतले भन्छ कि हामी आध्यात्मिक रूपमा पूर्ण समान छौं, तर त्यही स्रोत जस्तै कुरानले पनि भनेको छ हिमालका रङ्गहरू जस्तै मानिसका रङ्ग र रूपहरू नियोजित रूपमै फरक बनाइएका हुन्। यो कुनै दुर्घटना होइन। डिभाइन डिजाइन भनौँ न। एक्ज्याक्टली। यदि हाम्रो यो भिन्नता एउटा ईश्वरीय डिजाइन हो र हाम्रो आध्यात्मिक मूल्य एउटै हो भने के साँचो समानता भनेको हाम्रा भिन्नताहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नु अर्थात् कलर ब्लाइन्ड हुनु हो? वाउ, यो त एकदमै गहिरो प्रश्न भयो। वाह, कुनै पनि उच नीचको श्रेणी नछुट्याइकन ती भिन्नताहरू र विविधताहरूको उत्सव मनाउनु हो। जब हामी त्यो ओरिजिनल सोर्स कोडमा फर्किन्छौं कि हामीले सबैलाई एउटै रङ्गको देख्नुपर्छ कि त्यो बहुमुखी रङ्गको सुन्दरतालाई स्वीकार गर्नुपर्छ? कि यो आजको मात्रै अवधारणा हो वा यसको जरा हाम्रा प्राचीन पवित्र ग्रन्थहरूमा पनि भेटिन्छ? एउटा प्रश्न जहिले पनि उठ्छ, धर्मले मानिसलाई जोड्छ कि तोड्छ? अक्सर हामी धर्मलाई विभाजनको कारण मान्छौं, तर के साँच्चै विश्वका धर्मग्रन्थहरूले त्यही भन्छन् वा कतै गहिराईमा एकताको सन्देश लुकेको छ? आउनुहोस् आज यही कुराको खोजी गरौं। हेर्नुस् त, खास द्वन्द्व यही नै रहेछ। एकातिर जात, वर्ग, लिङ्ग जस्ता सामाजिक विभाजनहरू छन् अनि अर्कोतिर तिनै परम्पराहरू भित्रबाट निस्किएका भातृत्व, मर्यादा र एकता जस्ता महान आदर्शहरू पनि छन्। ल, हाम्रो खोजको पहिलो पाइलातिर लागौं। त्यो हो एउटै स्रोतको विचार। धेरैजसो विश्वासहरूले समानताको जग यही विचारमा राख्छन् कि हामी सबै एउटै सृष्टिकर्ताबाट आएका हौं, हामी सबैको मूल एउटै हो। जस्तै अब्राहमिक परम्पराको यो आधारभूत उदाहरणले भन्छ, हामी सबैका पिता एउटै हुन्। यो एउटा सानो वाक्य होइन, यसले त हामी सबैलाई एउटै विश्व परिवारको सदस्य बनाउँछ जहाँ कोही पनि पराई हुँदैन। र रोचक कुरा के छ भने यो विचार एउटा मात्रै परम्परामा सीमित छैन, यो त विश्वभरका अनेकौं परम्पराहरूमा फैलिएको पाइन्छ। जस्तै हिन्दू धर्मको महत्त्वपूर्ण ग्रन्थ भगवत गीतामा हेरौं न, यहाँ ईश्वर स्वयं भन्नुहुन्छ कि उहाँको नजरमा सबै प्राणी बराबर छन्, कोही कम वा कोही बढी प्रिय छैनन्। अनि यो कुरा साँच्चै नै अचम्मको छ किनभने समानताको यो धारणा हिन्दू धर्मको सबैभन्दा प्राचीन ग्रन्थ अर्थात् वेदहरूमा हजारौं वर्ष पहिले नै लेखिएको पाइन्छ। ऋग्वेदको यो शक्तिशाली र प्राचीन श्लोक हेर्नुहोस् त, यसले भन्छ कि जुन ईश्वर आर्य अर्थात् समाजको प्रतिष्ठित वर्गको हो, उही ईश्वर दास अर्थात् समाजको तल्लो तहको पनि हो। सोच्नुहोस् त, हजारौं वर्ष पहिले नै यसले कस्तो क्रान्तिकारी समानताको कुरा गरेको छ। ल, अब अर्को महत्त्वपूर्ण विचारमा जाउँ। त्यो हो जातभन्दा चरित्र ठूलो। विभिन्न धर्मग्रन्थहरूले व्यक्तिको मूल्य उसको जन्मले होइन, उसको कर्म र आचरणले निर्धारण गर्छ भन्ने कुरामा कसरी जोड दिन्छन् त्यो हेरौं। यो कुरा बुझ्न एकदमै जरुरी छ। बौद्ध र अन्य परम्पराहरूले ब्राह्मण शब्दको अर्थ नै बदलिदिए। उनीहरूले भने ब्राह्मण जन्मले हुने होइन, यो त कर्म र ज्ञानले प्राप्त गर्ने एउटा आध्यात्मिक उपाधि हो जुन जो कोहीले पनि प्राप्त गर्न सक्छ। जैन धर्मको यो भनाइ त झन् कति स्पष्ट छ। सिधै भन्छ मानिसको पहिचान उसको जन्मले होइन, उसको कर्मले हुन्छ। र यो सोचाइ पूर्वका अन्य दर्शनहरूमा पनि पुगेको देखिन्छ। महान दार्शनिक कन्फ्युसियसले भने शिक्षामा कुनै वर्ग हुँदैन, अर्थात् ज्ञानको ढोका सबैका लागि खुला हुनुपर्छ। र फेरि बौद्ध धर्मले त ब्राह्मणको परिभाषालाई अर्कै उचाइमा पुर्याइदियो। बुद्ध भन्छन् जो व्यक्ति सांसारिक बन्धन र मोहबाट मुक्त छ उही नै वास्तविक ब्राह्मण हो, चाहे उसको जन्म जुनसुकै कुलमा भएको किन नहोस्। अब हामी समानताको सबैभन्दा गहिरो तहमा प्रवेश गर्दैछौं, जहाँ वंश, राष्ट्रियता र यहाँसम्म कि लिङ्ग जस्ता आधारभूत पहिचानलाई पनि केवल एक बाहिरी आवरण मानिन्छ। हिन्दू धर्मको एउटा एकदमै गहिरो दार्शनिक ग्रन्थ
उपनिषदको यो सुन्दर श्लोकबाटै सुरु गरौँ न। यसले भन्छ कि सबै रूप, चाहे त्यो स्त्री होस् वा पुरुष, युवा होस् वा युवती, ती सबै एउटै परमात्माका विभिन्न स्वरूप हुन्। कति गहिरो आध्यात्मिक सत्य। यो विचारलाई अझै स्पष्ट पार्न बौद्ध धर्ममा एउटा गजबको कथा छ। यो कथामा एक ज्ञानी देवी र एक भिक्षुबीच अचम्मको घटना घट्छ। कथा सुरु हुन्छ जब एक ज्ञानी भिक्षु सारीपुत्रले एक देवीलाई सोध्छन्, तपाईँ आफ्नो यो नारी स्वरूपबाट किन मुक्त हुनुहुन्न? देवीले मुस्कुराउँदै जवाफ दिइन्, मैले त परिवर्तन गर्नका लागि कुनै नारी स्वरूप नै भेट्टाइन। अनि यहाँ कथाले एउटा रोचक मोड लिन्छ। देवीले आफ्नो जादुई शक्तिले भिक्षुलाई नारी र आफूलाई पुरुष बनाइदिन्छन् अनि उनले त्यही प्रश्न अब नारी बनेका भिक्षुलाई सोध्छिन्। र कथाको यो शक्तिशाली अन्त्यले बुद्धको अन्तिम शिक्षालाई उजागर गर्छ। भिक्षुले जवाफ दिन्छन्, मलाई थाहा छैन के परिवर्तन गर्ने। अनि बुद्धले भन्नुभयो, वास्तविकतामा कुनै पनि चिज न पुरुष हुन्छ न महिला। हाम्रो बाहिरी रूप त केवल एक भ्रम हो। त्यसो भए यत्रो यात्रापछि हामीले के पायौं त? हामीले के देख्यौं भने समानताको यो विचार कुनै एक ठाउँको होइन, यो त हाम्रो साझा आध्यात्मिक विरासत हो। हामीले हेर्यौं कसरी विभिन्न परम्पराहरू एउटै दैवी उत्पत्तिमा विश्वास गर्छन्, कर्मलाई जन्मभन्दा माथि राख्छन् र वंश, वर्ग र लिङ्ग जस्ता सामाजिक पहिचानहरूलाई आध्यात्मिक रूपमा अर्थहीन मान्छन्। यो एउटा प्राचीन र विश्वव्यापी आदर्श हो। त्यसैले आखिरमा बुझ्नुपर्ने कुरा के हो भने समानताको लागि आह्वान कुनै आजको नयाँ आविष्कार होइन। यो त विश्वका धर्मग्रन्थहरूको धागोमा बुनिएको एक प्राचीन र पवित्र विचार हो। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु, यदि समानताको यो महान आदर्श हाम्रो साझा विरासत हो भने यस प्राचीन ज्ञानलाई आजको हाम्रो जीवनमा व्यवहारमा उतार्न के गर्नुपर्ला? यसबारे सोच्नुहोला। धन्यवाद।